रवि लामिछानेलाई अहिले कारागारमा राख्नलाई उहाँहरू सफल हुनु भएको छ, तर जनताको दृष्टिमा त्यो गलत भइराखेको छ। जनताले चाहिँ यसलाई गलत तरिकाले हेरिरहनु भएको छ र जनता रवि लामिछानेको पक्षमा हुनुहुन्छ भन्ने कुराको उदाहरण हो। फोहोर मैला चाहिँ उहाँहरूको शरीरमा लागेको छ, तर कोट्याउँदै चाहिँ अरूलाई कोट्याउँदै हिँड्नु भएको छ क्या। विजेपिसा लगायतका यत्रा विषयहरू उठिरहेका छन्, ती विषयमा आफू चोखो हुन नसकेर अहिले चाहिँ उल्टै प्रति प्रश्न गरौँ, अरूका विषयहरू लिएर आउँ भनेर उहाँहरूले गर्नुभएको एउटा चाहिँ जालसाजीपूर्ण कुरा मात्रै हो। 13 दिने काजगृहमा बसेको मानिसहरू किन नहुनुहोस्? पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज भर्खर हस्ताक्षर गरेर आउनु भएको छ, कलाकारहरूले हस्ताक्षर गर्नु भएको छ, स्वयं विभिन्न स्थापित दलका पार्टीका उम्मेदवारहरूले म उम्मेदवारै थिएँ भनेर आएर चाहिँ तर चाहिँ मेरो पार्टीले गरेको कुरा मलाई मन परेन, यो प्रतिशोध हो भनेर हस्ताक्षर गरिरहनु भएको छ। जनताहरूले मान्य रवि लामिछानेज्यूले चाहिँ गलत गरेको हो भनेर विश्वास गर्नुभएको छैन। जनताको आँखामा त्यो विश्वास उहाँहरूले प्रतिशोध साधेको विषयलाई प्रतिशोध नै हो भन्ने खालको जनताले विश्वास गरिराख्नु भएको छ। यो मात्रै होइन, हाम्रो चाहिँ विभिन्न ठाउँमा हामीले राखेका छौँ। आजबाट हाम्रो 77वटा जिल्लामा यो हस्ताक्षर अभियान चलिरहेको छ। हरेक जिल्लामा हरेक ठाउँमा यत्तिकै भिड, यत्तिकै जनसमर्थन तपाईँले देख्न सक्नुहुन्छ। जनताको अदालतमा रवि लामिछाने दोषी हुनुहुन्न। जनताको अदालतमा रवि लामिछाने भनेको नयाँ पुस्तालाई अगाडि बढाउनको लागि, नयाँ पुस्तालाई चाहिँ नि एउटा देश हाँक्न सक्ने ठाउँमा लिएर आउनको लागि र आम नेपालीको सपनालाई चाहिँ साकार बनाउने नेतृत्वको रूपमा, युगान्तकारी व्यक्तिको रूपमा उहाँहरूले लिनुभएको छ भन्ने कुराको स्पष्ट प्रमाण हुन्छ। यसको नजिर चाहिँ कस्तो बस्ला? तपाईँ एउटा कानुनको विद्यार्थी अथवा भनौँ अधिवक्ता पनि हो होइन, यसले विगतमा नजिर कस्तो बस्ला? भोलि अन्य दलका नेताहरू पनि जेल बस्दै गर्दाखेरि होइन, मुद्दा चल्दै गर्दाखेरि उहाँहरूले पनि यो खालको अभियान चलाउनु होला, गलत नजिर स्थापित होला कि? अब यस्तो हो, मैले पहिला पनि भनेको थिएँ है, आज इन्द्रचोकमै यसरी रवि लामिछाने विरुद्ध भएको प्रतिशोधको चाहिँ हस्ताक्षर अभियान भनेर तपाईँहरू आफै आउनु भएको छ। तपाईँ पार्टीको केन्द्रीय सदस्य समेत जसँगै सांसद पनि यो अभियानमा यति धेरै जनलहर आउनुको कारण के देख्नु भएको छ? साँच्चै भएको रहेछ भनेर उहाँहरूले पनि भनिरहनु भएको छ। हाम्रो पार्टी सभापति मान्य रवि लामिछानेज्यू राजनीतिमा प्रवेश गर्नुभन्दा अगाडि आफ्नो एउटा पेसा व्यवसायमा हुनुहुन्थ्यो, आफ्नो रोजेको पेसा व्यवसायमा हुनुहुन्थ्यो। आफ्नो व्यावसायिक जीवनमा भएका विभिन्न घटनाक्रमहरूलाई चाहिँ आज राज्यले मुद्दा बनाएर प्रतिशोध साधेर उहाँको पद निलम्बनमा राख्नको लागि नयाँ उदाएको पुस्तालाई चाहिँ उनीहरूलाई पर सार्नको लागि भनौँ अथवा उनीहरूलाई हतोत्साही गर्नको लागि भनौँ, राज्यले उहाँमाथि प्रतिशोध साधेको छ। त्यसको सिलसिला निरन्तर रूपमा अगाडि बढिरहेको देखिन्छ। कानुनका दृष्टिमा चाहिँ आज सम्पूर्ण राज्य शक्ति लागेर उहाँलाई चाहिँ अहिले अब कारागारमा राखेको अवस्था छ। तर उहाँहरूले जति नै सुकै प्रतिशोध साधे पनि जनताको आँखामा जनताहरूले मान्य रवि लामिछानेज्यूले चाहिँ गलत गरेको हो भनेर विश्वास गर्नुभएको छैन। जनताको आँखामा त्यो विश्वास उहाँहरूले प्रतिशोध साधेको विषयलाई प्रतिशोध नै हो भन्ने खालको जनताले विश्वास गरिराख्नु भएको छ। जनता चाहिँ कसको पक्षमा हुनुहुन्छ भन्ने कुराको स्पष्ट प्रमाण हो जस्तो मलाई लाग्छ। जस्तो मैले यहाँ जोडिहालेँ एउटा चाहिँ केही दृश्यहरू, कारुणिक दृश्यहरू पनि देखियो हस्ताक्षर अभियानमा। एकजना घरमा परिवार बितेकै अवस्थामा पनि हस्ताक्षर गर्न जानु भएको छ। यो कता कता चुनावी त्यो माहौल जस्तो पनि देखिया छ भन्नाले राष्ट्रप्रति त्यो अझै उत्साह पनि देखिएको छ। उहाँहरू यसरी रवि लामिछानेमाथि यस्तै अन्याय भएको हो भनेर गइरहनु भएको देख्दै गर्दा कोही राउटी बस्ती नै गएर हस्ताक्षर गरिरहँदाखेरि जनलहर चाहिँ तपाईँहरूप्रति अझै झन् उत्सुकताका साथ आएको हो जस्तो लाग्छ। नेपाली जनता सधैँभरि न्यायको पक्षमा हुने स्वभावको जनता हुनुहुन्छ। नेपाली जनतालाई कहिले पनि थिचोमिचो भएको, अन्याय भएको त्यो कुराहरू मन पर्दैन। नेपाली जनता सधैँभरि, नेपाली जनताको क्यारेक्टर चाहिँ सधैँभरि अन्यायको विरुद्धमा उठ्ने प्रकृतिकै छ। त्यसकारणले गर्दाखेरि अहिले जुन खालको परिस्थिति सरकारले आफ्नो हातमा चाहिँ तालाचाबी भएका कारणले सत्ताको दुरुपयोग गरेर, सत्ताको आफ्नो शक्ति प्रयोग गरेर रवि लामिछानेमाथि जुन प्रतिशोध साध्ने काम गरिराखेको छ, यसको विरुद्ध चाहिँ नेपाली जनता एक ढिक्का भएर बाहिर निस्किनु भएको छ। तपाईँले भन्नुभएको जस्तो 13 दिने काजगृहमा बसेको मानिसहरू किन नहुनुहोस्? पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज भर्खर हस्ताक्षर गरेर आउनु भएको छ, कलाकारहरूले हस्ताक्षर गर्नु भएको छ, स्वयं विभिन्न स्थापित दलका पार्टीका उम्मेदवारहरूले म उम्मेदवारै थिएँ भनेर आएर चाहिँ
तर चाहिँ मेरो पार्टीले गरेको कुरा मलाई मन परेन, यो प्रतिशोध हो भनेर हस्ताक्षर गरिरहनु भएको छ। आम नेपाली जसले अहिलेको राजनीतिक सिनारीलाई बुझ्नु भएको छ, उहाँहरूले बुझ्नु भएको छ राज्यले यो प्रतिशोध साधेको हो र प्रतिशोधका विरुद्ध म उभिन्छु। रविमाथि भएको अहिलेको यो घटना चाहिँ प्रतिशोध हो भनेर नेपाली जनताले बुझ्नु भएको हो र त्यही कुरा चाहिँ प्रमाणको रूपमा देखिएको हो। यति धेरै यो मात्रै होइन, हाम्रो चाहिँ विभिन्न ठाउँमा हामीले राखेका छौँ। आजबाट हाम्रो 77वटा जिल्लामा यो हस्ताक्षर अभियान चलिरहेको छ। हरेक जिल्लामा हरेक ठाउँमा यत्तिकै भिड, यत्तिकै जनसमर्थन तपाईँले देख्न सक्नुहुन्छ। यो भनेको चाहिँ रवि लामिछानेप्रतिको विश्वास हो। उहाँहरूले राज्यले आफ्नो हातमा चाहिँ शक्ति भएको कारणले शक्तिको दुरुपयोग गरेर उहाँहरूले चाहिँ रवि लामिछानेलाई दबाउन खोज्ने उहाँहरूको प्रवृत्ति भयो। तर जनताको अदालतमा रवि लामिछाने दोषी हुनुहुन्न। जनताको अदालतमा रवि लामिछाने भनेको नयाँ पुस्तालाई अगाडि बढाउनको लागि, नयाँ पुस्तालाई चाहिँ नि एउटा देश हाँक्न सक्ने ठाउँमा लिएर आउनको लागि र आम नेपालीको सपनालाई चाहिँ साकार बनाउने नेतृत्वको रूपमा, युगान्तकारी व्यक्तिको रूपमा उहाँहरू